आदरणीय महानुभावहरु नमस्कार। म अहिले कहाँ छु तपाईहरुले मूल्याङ्कन गरिसक्नुभयो। सायद यो बोर्ड हेर्दै गर्दाखेरि तपाईहरुले मूल्याङ्कन गरिसक्नु भएको छ। म एउटा अत्यन्तै संसारमा भाइरल व्यक्तिको नाम जसले संसारले उदाहरण दियो उहाँको र मैले पनि दिए र जो व्यक्तिले जो काम गर्नुभएको थियो त्यो ठाउँमा आइपुगेको छु। यो भन्दै गर्दा तपाई शक हुनुभयो होला। कारण के थियो भने उहाँको नाम थियो दशरथ माथि र उहाँलाई माउन्टेन म्यान पनि भनेर चिनिन्छ र यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ उहाँको कहानी यहाँ छ। यो अलिकति जुम गरेर उहाँको कहानीको थोरै देखाइदिन सक्नुहुन्छ हजुरले। र उहाँको श्रीमतीको अकालमा ज्यान जान्छ। ज्यान जानुको कारण के थियो भने उहाँ बिरामी हुनुहुन्छ र बिरामी पर्दै गर्दाखेरि यो जो पहाड छ मेरो पछाडि यो पहाडको कारणले गर्दाखेरि यो बाटो 90 किलोमिटर टाढा हुन्छ। जहाँ उहाँको घरबाट उहाँको श्रीमतीलाई हस्पिटल पुर्याउनको लागि 90 किलोमिटर टाढा हुन्छ पहाडको कारणले गर्दा। र उहाँको श्रीमतीलाई समयमा हस्पिटल पुर्याउन नसक्दा उहाँको श्रीमतीको ज्यान जान्छ र जुन दिन ज्यान जान्छ त्यो दिन दशरथ माझीले कमिटमेन्ट गर्नुहुन्छ आज मेरो श्रीमतीको त ज्यान गयो अरु कसैले ज्यान गुमाउन नपरोस् भनेर उहाँले यो छिनो र हतौडो लिएर यो पहाड तोड्न र फोड्नको लागि उहाँले आँट गर्नुहुन्छ। त्यति बेलामा उहाँलाई समाजले भन्छ त पागल मूर्ख, यत्रो राज्य समेन्द्र लागेर तोड्न नसकेको पहाड त एउटा छिनो र हतौडाले तोड्न सक्छस् भन्दै गर्दाखेरि हैन मैले तोड्छु भनेर उहाँले कमिटमेन्ट गर्नुहुन्छ। जब भनिन्छ नि मान्छेसँग लक्ष्य छ भने कुनै पनि बाधा अवरोधले केही पनि गर्न सक्दैन भन्ने कुरा एउटा प्रमाणित हो उहाँ दशरथ माझी। आज देख्न सक्नुहुन्छ यो ठाउँमा आज बाटो पिच भएको छ। यो पिच राज्यले गर्यो होला तर यो बाटो ट्र्याक खोल्ने मान्छे दशरथ माझी हो। सो तपाईको जीवनमा पनि के छ गाह्रो भइरहेछ असहज छ व्यवसाय भनेर के भएको छ तपाई पनि चिन्तित हुनुहुन्छ फिर नगर्नुस्। आज कोही मान्छेले त्यत्रो पहाड फोड्न र तोड्न आँट गर्छ एउटा छिनो र हतौडोको रूपमा भने तपाई र मेरो जीवनमा पनि सफल हुन हामीले आँट किन नगर्ने हिम्मत किन नगर्ने। जो कहानी आज मलाई भन्दै गर्दा यति प्राउड भएको छ कि आज तपाईले देख्न सक्नुहुन्छ यो मैले पर्दामा देखाउँथे आज म यथार्थ जीवनमा आएको छु। साच्चीकै तपाई र मेरो जीवनमा पनि केही गर्ने हो भने यतिको अठोट निर्णय चाहिँ चाहिन्छ। अठोट निर्णय चाहिँ लिनुपर्छ। लक्ष्य चाहिँ बनाउनु पर्छ। बिना लक्ष्य मान्छे कहीँ पनि पुग्दैन। लक्ष्य बनाउनुस् तपाईको जीवनमा पनि तपाईले सोचेको भन्दा कैयौं गुना सफलता तपाईले प्राप्त गर्न सक्नुहुन्छ। धेरै धन्यवाद छ। यो पर्दालाई अन्तर्राष्ट्रिय मिडियाले पनि कभर गरेको छ। युट्युबमा पनि हेर्न सक्नुहुन्छ विभिन्न क्षेत्र जगतमा हेर्न सक्नुहुन्छ। पत्रपत्रिकाले छापेको छ र इन्टरनेसनल मिडियाले छापेको छ। किनभने यो सामान्य कुरा थिएन। अहिले बन्दै गर्दा पनि सामान्य देखिँदैन। हेर्न सक्नुहुन्छ यहाँ कति अग्लो पहाड छ। सायद यो भिडियो तपाईहरु धेरै जनाको लागि प्रेरणाको स्रोत बन्न सक्छ। धेरै धन्यवाद।